गति लियो। तिब्बतलाई भोट बनिन थाल्यो र भोट बजारसम्म व्यापार गर्न जाने हिमाली समुदायलाई भोटे बनियो। खास गरी तामाङ समुदायले नुन, ऊन र सुनको व्यापार गर्थे। मल्लकाल सन् 1400 को आसपास यी व्यापारीहरू हप्तौं हिँडेर बारी बोकेर भोट पुग्थे। त्यति बेला मोटरबाट थिएन, केवल बल र साहसले व्यापार चल्थ्यो। सन् 1855 मा आएको मुलुकी ऐनले तामाङ समुदायलाई मासिने मतवाली बनायो र भरिया मात्र बनायो। उनीहरूलाई बारी बोक्ने काममा मात्र जोडियो। यो कठिन श्रमले भोटे शब्दलाई बलशाली र मजबुत व्यक्तिको अर्थ दियो। आज पनि भोटे तालचा वा भोटे कुकुर भन्दा बल र शक्तिको बिम्ब आउँछ। धेरै तामाङहरू गर्वका साथ अहिले पनि भन्छन्, म भोटेको छोरो हुँ, अर्थात् म बलियो छु। पछि क्षेत्री र ब्राह्मणहरू पनि भोट व्यापारसम्म सामेल भए। तिब्बतमा उनीहरूले गाई काटेर खाने प्रचलन देखे, जुन उनीहरूका लागि अनौठो थियो। नेपालमा हिन्दूहरूले गाईलाई पवित्र मान्छन् र गौवध कानुनले वर्जित छ। त्यसपछि भोटे शब्दलाई गाई खानेहरूसँग जोडेर हेयको भागमा प्रयोग गर्न थाले। सन् 1791 को नेपाल